नमस्ते साथीहरू, हामीले हाम्रो दसैँ तिहारको उपहार 1000 भन्दा माथिको सामग्रीको खरिदमा उपहारको योजना अनुसार मङ्सिर 1 गते हाम्रो प्राइज घोषणा गरिसकेका छौँ। कसलाई के पर्यो भन्ने कुरा हेर्नुस् है। हाम्रो सान्त्वना पुरस्कारमा एउटा दिदी आउनु भएको थियो, उहाँले हिजो आफैले निकालेर आफूले पार्नु भएको छ, भिडियो हेर्न सक्नुहुन्छ, हामीले हाल्दैछौँ। र एउटा एकजना हुनुहुन्छ, यो नाम 0, यो नम्बर पढ्नुहोस् है। एउटा विनर हुनुहुन्छ, यो चाहिँ बर्ड्स विनर है। 20 जना दिएको थियो हामीले, यो एकजना यो हुनुहुन्छ, अर्को दोस्रो जना बुझाइदिए है। तपाईँ आएर जति पनि कलेक्ट गर्न सक्नुहुन्छ। यसमा चाहिँ दोस्रो जना हुन्छ, अर्को तेस्रो नम्बर हेर्नुहोस्, आफ्नो नम्बर आफै पढ्नु होला, हामी हाम्रो साइडमा त हालिदिन्छौँ। चौथो नम्बर यो बर्ड्स विजेता है सबैजना, यो बोल्ड कम्पनीको बर्ड्स। पाँचौँ जना यो हुनुहुन्छ उहाँ है। अर्को छैटौँ जना उहाँ हुन्छ, राम्रोसँग नाम हेर्नु होला। तपाईँलाई बधाई छ, तपाईँहरूलाई जसलाई परेको छ। अर्को 7औं जना उहाँलाई नै बधाई छ। आफ्नो नम्बर हेर्नुहोस् है, हामी टिकटक पनि हाल्छौँ, युट्युबमा पनि हाल्छौँ, फेसबुक पनि हालिदिन्छौँ। तपाईँहरू जसले पार्नु भएको छ उहाँहरूलाई धेरै धेरै बधाई छ। अर्को नम्बर पढ्नुहोस् है। ल, यो सबै बर्ड्स विजेता हो। 20 जनामा 19 वटा यहीँ छ। एकजना हिजो दिदी यहीँ आउनु भएको थियो, अलिक अशक्त पनि हुन्छ क्या जस्तो लागेर हामीले उहाँलाई दिएर पठाइदिउँ त्यो चाहिँ। ल, अर्को यहाँ हुन्छ, सबै बर्ड्स विजेता है। सब बर्ड्स विजेता हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस्, आफ्नो नम्बर र लिएर आएर जान सक्नुहुन्छ है। अर्को बर्ड्स विजेता उहाँ पनि 20 वटा थियो। 20 वटामा अब यो हेर्नुहोस्, नाम पढ्नुहोस्। यहाँ 19 वटा छ, एउटा दिदीले लगिसक्नु भएको छ, हामीले लाइभै देखाइदिएका थियौँ। ल, अर्को विनर हुनुहुन्छ है। अर्को विनर हुनुहुन्छ, सबैलाई बधाई छ। हामीलाई फेरि पनि यसरी माया गर्नु होला है। यो चाहिँ सामान किन्ने बाबत नाम नम्बर लेखिदिएको छ। नाम र यो अर्धकटी बोकेर आउनुहोस् अथवा फोन नम्बर बोकेर आउनु भने यो तपाईँले पाउनुहुन्छ। जति बेला समय मिलाएर आउनुहोस् है त। यो भयो। र अर्को हाम्रो सान्तोनामा अर्को घडी थियो, 5000 पर्ने वाच थियो 10 जनाको लागि। यो हेर्नुहोस्, बुझ्दै आएको छ नि। फर्स्ट हुनुहुन्छ उहाँ घडी विजेता है। दोस्रो नम्बरमा उहाँ हुनुहुन्छ, तेस्रो नम्बरमा उहाँ हुनुहुन्छ है। अर्को चौथो नम्बरको यो वाच विजेता, 5000 को वाच विजेता। नाम र नम्बर आफू हेर्नु होला, किनकि हामीलाई धेरैले फोन गर्नुहुन्छ। अब सबैलाई हामी जान्दैनौँ, यो फोन त हामी सबैले गर्छौँ है। फेरि 5औं, 6औं, 7औं, 8औं, 9औं। अर्को एउटा 9औं नै ल छैन, अर्को लगायो 10औं। यो 10 वटै छ हामीसँग। तपाईँले आफ्नो यो अर्धकटी लिएर आएर अथवा फोन नम्बर लिएर जान सक्नुहुन्छ है। तपाईँलाई धेरै धेरै बधाई छ। 10 वटा घडी विजेता। अर्को 10 वटा घडी विजेता यहाँ हेर्नुहोस्, यो कलर फिट 7000 पर्ने वाच। पहिलो एउटा हिजो लगिसक्नु भएको छ, एकजना साथी चाहिँ यहीँ आउनु भएको थियो लाइभ, उहाँलाई परेर हामीले यहीँ दियौँ। दोस्रो, अर्को तेस्रो है, अर्को चौथो, अर्को 5औं, 6औं, 7औं, 8औं। आफ्नो नाम नम्बर हेर्नु होला है साथीहरू। 8औं, 9औं र एकजना चाहिँ के गुरु भट्टराई समथिङ भन्ने मान्छे लानु भएको छ हिजो। 10 जना यो पनि भयो है। अब हाम्रो चाहिँ गिभवेमा पर्ने हेर्नु है। तपाईँको नाम आफ्नै यो गिभवेमा कसले पार्नु भएको थियो? यो वाच 10 वटा। टिकटकमा तपाईँको हाम्रो भिडियोमा चाहिँ मेन्सन गर्ने साथीहरूलाई हामी नाम लेखिदिएको थियौँ। यो कसको नाम हो? यो तपाईँ एकजना साथी बिहानै हालेर गइसक्नुभयो। म उठ्ने बित्तिकै आउँछ। यो अर्को दोस्रो नम्बर गिभवे, यो वाच 10 वटा दिएको थियो हामीले है। यो चाहिँ यो अघि चाहिँ प्राइज हो, यो चाहिँ गिभवे है। यो अर्को तेस्रो नम्बर, चौथो नम्बर, 5औं, अर्को 6औं। यो सबै गिभवे है। यो 5000 पर्ने वाच गिभवे थियो। 7औं, गुड मर्निङ, 8औं, 9औं। एउटा साथीले बिहानै आएर लिएर जानुभयो, के नाम थियो उहाँ आएर लगिसक्नु भएको छ। यो एकजना लगिसक्नु भयो, किनकि यसमा हामीले दियौँ। अर्को यो चाहिँ लानु छैन क्या। अर्को यो 7000 पर्ने वाच पनि 10 वटा दिएको थियौँ हामीले। यो गिभवे। आफ्नो नाम हेर्नुहोस् है, नाम हेर्नुहोस्। अब यो तपाईँको आफ्नो यो टिकटकको आइडी जसलाई पर्यो उसलाई थाहा छ, किनकि तपाईँको आइडी मलाई थाहा हुँदैन। हेर्नुहोस्, त्यो लिएर आउनुपर्छ है। अर्को यो टिकटक आइडी लिएर आउनु होला। यो चाहिँ गिभवेको लागि चाहिँ
अर्को प्राइजको लागि कुपन लिएर आउनुहोस्, यसको लागि लिएर आउनुहोस् है। ल है साथीहरू, ल हेर्नुहोस् कसले गर्नुभएको थियो, नगर्नु भएकोलाई नि एकचोटि गर्नु होला है, गर्नुभएकोले पनि गर्नुहोस्। ल अर्को पनि गर्नु यो है, अर्को र लास्ट गिभ भएको थियो। अब हाम्रो फोन पर्ने साथीहरू तपाईँ एकदम हेर्नुहोस्, फोन कसलाई परेको थियो, रेडमीको फोन। हेर्नु एउटा त नम्बर आएर छ, नम्बर नराख्यो अब हामीले यही कुपन हाल्ने हो। नम्बर बिनाको दुईवटा प्याड थियो, एउटा यहाँ हाल्छ केटाहरूले। ल किनकि परेको त पाउनुभयो, नाम र फोन नम्बर हेर्नुहोस्। उहाँ आइसक्नु भएको छ, सम्पर्कमा आइसक्नु भएको छ। उहाँले एउटा चार्जरको टाउको किन्नु भएको रहेछ। अर्को दोस्रो नम्बरमा उहाँ हुनुहुन्छ है। तपाईँ आफ्नो नाम नम्बर पढ्नु होला है। यो हेर्नुहोस्, यसमा चाहिँ कुपन चाहिन्छ फेरि अर्को कति, अथवा फोन नम्बर लिएर आउनु होला, नत्र पाइँदैन है। यो तेस्रो नम्बर, चौथो नम्बर, 12,000 पनि रेडमीको फोन पाउनुभएको छ उहाँहरूले चाहिँ है। अर्को 5औं नम्बर, कङ्ग्रेचुलेसन, तपाईँलाई बधाई छ, जसले हामीलाई सपोर्ट साथ गरेर माया गरेर सामान किन्नु भएको थियो तपाईँलाई। यो अब लास्टमा आइफोन विनर है। यो चाहिँ अब कहाँ सम्पर्क आइसकेको समस्या भने उहाँहरू सबै सम्पर्क आइसक्नु भएको छ। आइफोन विनर, आइफोन 13 को विनर हुन्छ उहाँ। यो एउटा है, एकजना पढ्नुभयो, फर्स्ट आइफोन विनर एउटा पढ्नुहोस्, अर्को दोस्रो आइफोन 13 विनर है। हेर्नुहोस् यो अर्कोपट्टि लिएर आउनु होला। एकजना त अघि आइसक्नु दिदी, नेपालबाट बस्नुहुन्छ कारण। दोस्रो, अर्को तेस्रो आइफोन विनर, तपाईँको आफ्नो नाम कसको परेछ लिएर आउनु सक्नुहुन्छ। यो तेस्रो आइफोन विनर, चौथो आइफोन विनर र लास्टमा 5औं आइफोन विनर। यो आफ्नो नम्बर हेर्नु, किनकि कतिको भन्दाखेरि यो बन्द गरिदिनुहोस् टिकटकले। भरत प्राइभेट लिमिटेड, गोगोबना पार्क, काठमाडौँ, कान्तिपुर मल, प्रश्न नम्बर 232, 0% ब्याज दरमा टिभी, फ्रिज, वासिङ मेसिन, मोबाइल, ल्यापटप कुनै पनि सामान किन्नु पर्यो भने बिर्सनु नहुने नाम हो। प्राइस जसलाई पर्यो उहाँलाई बधाई छ, जसलाई परेन बेस्ट अफ लक। किनकि फेरि हाम्रो नेपालमा के समस्या छ भने आफूलाई पर्दा चाहिँ पर्यो, अरूलाई पर्दा चाहिँ पारेको थियो होइन। तपाईँहरूलाई हामी यो कोही पनि आफ्नो मान्छेलाई पारेको सोच्नुहुन्छ भने हामी गलत गरेको, तपाईँलाई त्यो प्रुभ गर्नुहोस्। तपाईँलाई अर्को के दिनुपर्छ दिने रेडी छौँ हामी। किनकि एउटा साथीले हामीले लाइभ हेर्दै भन्थ्यो हाम्रो चाहिँ कुपन हालिदिनुहोस् भन्नुहुन्छ। अहिले पनि हामीले फाले छैन है फेरि त्यो कुपन, किनकि यहाँ हामीले मात्रै हाले होइन, हामी जतिजना साथी आउनुभएको थियो उहाँहरूको अगाडि प्रत्यक्ष हाले हो हामीले। सो कुनै पनि सामानको लागि तपाईँले हामीलाई सेवा गर्ने मौका दिनु होला। हस्, धन्यवाद।